बिहानीको सूर्योदयभन्दा पहिला तिमीलाई सुन्ने म, अनि दिनभरिको टन्टलापुर घामपछि अस्ताएको यो सूर्योदयपछि तिमीलाई नै पर्खिएर तिम्रै यादमा तडपिएर बस्ने म आज पनि उस्तै छु। तिम्रो ख्याल, तिम्रो माया, तिम्रो एहसास अनि तिम्रो महसुसमा बसेकी म। तिमीले जहाँ जुन हालमा छोडेका थियौ म उस्तै छु। तिम्रो त्यो मिठो गुनगुनाहट शब्द, तिम्रो मायाले भरिएको त्यो स्वर अझै पनि उस्तै लाग्छ। खै कसरी शङ्का गरौँ म तिमीलाई, तिमी बदलियौ भनेर। मलाई आज पनि उति नै विश्वास छ जति तिमीले हिजो दिलाएका थियौ। तिमीलाई थाहा छ, अस्ताएको घामपछि आउने अँधेरी रातभन्दा पनि अँध्यारो बनेको छ यो जिन्दगी। तिमी आउँछौ अनि मेरो हात समाउँदै मलाई भन्छौ, आम सरी सानी, मैले समयमा केही भन्न सकिनँ, मलाई माफ गराई। यस्तै लाग्छ, तिमी आउँछौ अनि मलाई यसरी नै भन्छौ जस्तै लाग्छ। हर पल तिम्रो महसुस, तिम्रो याद, तिम्रो चेहरा मेरो आँखाभरि आइदिन्छ। कसरी बिर्स्यौ तिमीले दिएको मिठो मुस्कान भरिको माया। कुनै यस्तो पल नै छैन जो तिमीलाई तिरस्कार गर्न सकौँ। तिमीलाई मैले पुरा दुनियाँको सामु, सबैको माझ मेरो मनमा सजाएकी हुँ। मेरो कहाँ झोक थियो, तिमीलाई पाउनु मात्रै प्रेम होइन, थाहा छ मलाई। तर तिमीलाई गुमाउनु मेरो जिन्दगी छैन। कसरी सक्यो तिमीले एकै पलमा चटक्कै माया मारेर जान। आज पनि म त्यही बाटो पर्खेर बस्छु। तिमी आउँछौ, मलाई फेरि पुकार्छौ, सानी तिमी ठिक त छौ नि। हेर न, आज पनि यस्तै बिजी छु। तर मलाई पराया नबनाऊ है। म बिजी छु भन्दैमा अन्त कहीँ छु भन्ने नसम्झै यस्तै भन्छौ कि जस्तो लाग्छ। तिम्रो अभावमा बाँचेकी म। तिमीले त छुट्ने बेलामा भनेका थियौ नि, तिमी थोरै मोटाउनु पर्छ है, योभन्दा राम्री देखिन्छौ। थाहा छैन तिमीलाई म प्रतिको प्रेम सुन्दरतामा थियो या मेरो महसुसमा अनि मेरो फिलिङ्समा, केही पनि थाहा छैन। एकपल्ट आइदेऊ न फर्केर, तिम्रो सच्चाइ सुन्ने मन छ। तिम्रो मुखबाट बोलिएका ती शब्दहरू एकपल्ट फेरि त्यो नमिठो चोटलाई सहने क्षमता बनाएर सुन्ने आँट छ। आऊ न फर्केर तर तिमी। म त्यही बाटो हेर्नेछु अनि त्यही पर्खाइमा रहनेछु। तिमी बिनाको अधुरो यो यात्रा कसरी अगाडि बढाउला र। तिमीले भुल्न सक्लौ बोलेका वचनहरू, तर मैले दिएको तिमीलाई ती वचनहरू कहिले भुल्न सक्दिन। पर्दैन मलाई तिम्रो त्यो झुट आस्था, विश्वास अनि ती शब्दहरू। तिमी साँचो बोलिदेऊ न। जरुरी छैन कि तिमी मेरै हुनुपर्छ, तर यति त मलाई पनि हक छ नि होइन र, कि म पुरा सच्चाइ सुन्न सकौँ, त्यो पनि तिम्रै मुखबाट। प्लिज आइदेऊ न फर्केर। यदि सुन्न सक्छौ अनि भन्न सक्छौ भने हुन सक्ला धेरै सोचाइपछि थाकेका मेरा शब्दहरू कुनै बेला तिमीलाई तिखो बाँडो बन्न सक्लान्। तर मेरो मनभित्र सजिएका तिमीलाई हटाएर अरू कसैलाई राख्ने क्षमता पक्कै पनि हुने छैन र सक्दिन पनि। मलाई जहाँसम्म लाग्छ तिमी बदलिनुमा
सिर्फ तिमी एक्लैको हात छैन। यो त सिर्फ मेरो भ्रम हुन सक्छ, तर तिमी जस्तो थियो म त्यही रूपमा एकपल्ट हेर्न चाहन्छु, सुन्न चाहन्छु तिमी के भन्न चाहन्छौ। तिम्रो सच्चाइ मलाई सुन्ने इच्छा छ। प्लिज एकपल्ट फर्केर आइदेऊ न।